हेलो एन्ड नमस्ते तपाईहरुलाई फेरि पनि यो भ्लगमा म स्वागत गर्न चाहन्छु। विशेष गरेर आज तपाईहरुलाई म बर्खे धान रोपाई सुरु गरेको कुरा जानकारी गराउन चाहन्छु भन्न चाहन्छु। यो अहिले चाहिँ हामीले यो बर्खे धान चाहिँ मात्र नभएर हामीले विशेष गरेर धान रोपाई चाहिँ परम्परागत तरिकाबाट खेती गरिरहेका छौं। अलिकति मोडिफाई के छ भने थोरै जोत्ने काम चाहिँ ट्र्याक्टरबाट गरिन्छ भने रोपाईहरु चाहिँ मान्छेहरुबाटै गरिन्छ। यो ट्रेडिसन खेती गरिरहँदाखेरि अर्कोतर्फ मेरो साथीले चाहिँ आधुनिक तरिकाले खेती गरिरहनु भएको छ। उहाँ हुनुहुन्छ आधुनिक खेती गर्ने किसान सुशील राई, मेरो छिमेकी। उहाँले चाहिँ अहिले एकदम आधुनिक तरिकाले चाहिँ उहाँले धान रोपिरहनु भएको छ। यो रोप्ने भन्दा पनि यहाँ चाहिँ अलिकति धानको बिउ हालेर त्यसरी यो चक्का गुडाउँदाखेरि यहाँबाट धान चरक थोरै झर्ने रहेछ। अनि यो झरेको ठाउँमा चाहिँ उम्रिने, यो चाहिँ पहिले हामी बतै धान भन्थ्यौं। त्यो बतै धान सेम त्यस्तै तरिकाले चाहिँ त्यतिखेर चाहिँ बतै धान चाहिँ मान्छेले छरिन्थ्यो। यो चाहिँ मेसिनबाट ठक्क फारो थोरै 5-10 दाना चट्ट लैने यसले झार्दै जाँदो रहेछ। अब यो खेती चाहिँ कतिको सफल हुन्छ, यो खेती सफल भयो भने सम्भवतः हामी पनि अर्को सालदेखि यही खेतीलाई अपनाउँछौं सम्पूर्ण किसानहरूले। यसलाई चाहिँ कसरी भरिन्छ भने यसरी बिउलाई चाहिँ उमारेर हल्का उमारेर यसको डल्लोमा चाहिँ अलिकति खाली हुँदो रहेछ। त्यहाँनेरि चाहिँ धानको बिउ हाल्नु पर्दो रहेछ। अनि त्यो धानको बिउ हालेर चाहिँ त्यसको त्यो बाहिरीको क्याप त्यसलाई चाहिँ त्यो बन्द गरिसकेपछि अनि बन्द गरेर चाहिँ अब त्यो धान भरेर बन्द गरिसकेपछि अनि रोप्न तयार गरिएको खेतमा लगेर चाहिँ त्यसलाई चाहिँ गुडाएर हैन गुडका तान्दाखेरि चाहिँ त्यो तपाईको त्यो डल्लोमा भएको त्यो दुलोबाट चाहिँ सट झर्ने रहेछ। अनि त्यहीबाट चाहिँ त्यो धान उम्रिँदो रहेछ, खेतमा झरेपछि उम्रिने रहेछ। अनि यसरी नै खेती गर्दो रहेछ। यो चाहिँ आधुनिक तरिकाले भयो। ठिकै छ, यो आधुनिक खेती चाहिँ अब कस्तो हुन्छ, यो सुशील राई, हाम्रो कृषक सुशील राई हाम्रो गौरीगञ्ज वडा नम्बर 3 को वडा सदस्य पनि हुनुहुन्छ। उहाँले सुरु गर्नुभएको छ। सम्भवतः यो खेती यदि सफल भयो भने आउने दिनहरुमा सम्पूर्ण हामी यहाँका किसानहरूले पनि यही तरिका अपनाउँछौं भन्ने चाहिँ हामीले प्रतिबद्धता गरेका छौं हैन। ठिकै छ, अब के कस्तो हुन्छ हेरौं। हाम्रो सुशील राई यसरी तानिरहनु भएको छ। यो चाहिँ लैने तान्नु पर्ने रहेछ। अब 5-10 वटा यहाँ बट्टा छ, त्यो बट्टाबाट चाहिँ बिउ चट झर्छ। छिटो पनि हुने रहेछ क्या यो। जे होस् हेरौं आगामी दिन के हुन्छ हेर्दै जाउँ। हस् त, धन्यवाद।